कार्यक्रमका सभापति एवं नेपाली काङ्ग्रेस शिक्षा विभागका प्रमुख विभागका मान्छे महर्जी, शिक्षक महासङ्घका अध्यक्षजी, सङ्घ सङ्गठनसँग आबद्ध सबै सङ्घहरू, क्याप्सन नेपाली सङ्घ, अभिभावक सङ्घ, नगरपालिका महासङ्घसँग जोडिनु भएका सबै शिक्षकको पेसा हितको संरक्षणका लागि बनेका सबै सङ्घ सङ्गठनहरूसँग आबद्ध पदाधिकारी, सदस्य गुरुहरू, नेपाली काङ्ग्रेसको विभिन्न विभाग संस्थासँग जोडिएका आमन्त्रित नेता साथीहरू र सबै आजको कार्यक्रममा आमन्त्रित सहभागी सबै आदरणीय व्यक्तित्वहरू, आजको विषयमा मैले कुराहरू धेरै राख्नुपर्छ जस्तो मलाई लाग्दैन। र हामीले केही प्राइभेट स्कुलहरू प्रकरण बोल्ने अध्यक्षले अलिक निजी क्षेत्रसँग जोडिएका कुराहरू, व्यक्तिगत कुराहरू पनि संविधानसँग जोडिएका विषय पनि पाउनु भयो। यसमा कहिले जोडिएको छैन नेपाली काङ्ग्रेस कस्तो छ, मुलुक निर्माणको लागि, मुलुकलाई समृद्ध बनाउनुको लागि, मुलुकलाई नेपाली जनतालाई सम्मानित बनाउनुको लागि, समृद्धिको एउटा शिखरमा पुर्याउनुको लागि निजी क्षेत्र र सरकारी क्षेत्र दुवै मिलेर उदार देशका प्रति, जनताका प्रति समर्पणको भावनाले सँगै मिलेर गएर चलाउन सक्छौँ। त्यसका लागि नेपाली काङ्ग्रेस आफ्नो विचारमा, सिद्धान्तमा, नीतिमा दृढ छ, स्पष्ट छ। त्यही अनुसारले ४६ सालको सत्य लौहपुरुष हाम्रा स्वर्गीय नेता नेतृत्वमा भएको जनआन्दोलनपछिको सरकारले मुलुकको आर्थिक नीतिमा मात्र होइन, सम्पूर्ण देश बनाउनेसँग जोडिने नीतिहरूमा आमूल परिवर्तन, समय सापेक्ष ठुलो परिवर्तनको एउटा श्रृङ्खला सुरु गरे, जसको जगको आधारमा त्यसपछि सरकारको मन्त्री बदलिँदै गए। तर त्यही जगको आधारमा, 3 वर्षको जगको आधारमा आज धीरे नेपालको उन्नति प्रगति सबै क्षेत्रमा भएको छ। त्यसको मूल जगको आधार त्यो भन्ने कुरा भन्न पाउँदा नेपाली काङ्ग्रेस पार्टीको सदस्यको नाताले गौरव पनि लाग्छ। जिम्मेवारी बसेको नाताले त्यो गौरवको महसुस पनि सबै भइरहेको छ। सँगसँगै आफ्नो बेलादेखि नै संसदमा निरन्तरमा भइरहेको विभिन्न सरकारले काम गर्ने मौका पाएको कारणले पनि ती कुराहरूको सहिष्णुता आइरहेको छ। त्यसैले अहिले पनि हामी त्यही दिशामा अगाडि छौँ। नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर नेकपा एमालेका अध्यक्ष सामान्य प्रधानमन्त्रीको नेतृत्वमा हामी सरकारमा छौँ र हामी कसरी अगाडि बढ्दैछौँ भन्ने कुराको सङ्केत केही दिनभित्र जारी भएका अध्यादेशहरू र अध्यादेशमा समावेश गरिएका विषयहरूले पनि हाम्रो दिशालाई निर्दिष्ट गर्छ। हामी विदेशमा रहेका हाम्रा नेपाली अध्यक्षलाई बताउन चाहन्छौँ, आइटीको क्षेत्रलाई अत्यन्त उदार तरिकाले हामी नेपालमा लगानी गर्न पाउने, विदेशमा गएर लगानी गर्न पाउने जुन एउटा नयाँ निर्णय हामीले अध्यादेश मार्फत कानुन मार्फत गरेका छौँ। त्यसले पनि एउटा ओरिएन्टेसन सरकारको, नेपाली काङ्ग्रेस सम्मिलित सरकारको ओरिएन्टेसनको पनि झल्को अध्यादेशहरूबाट आएका विभिन्न विषयहरू 19-20 ऐनहरूसँग जोडिएका विषयहरू हामीले ल्याएका छौँ। जुन विषयहरू तत्काल ऐन कानुनको माध्यमद्वारा अध्यादेश मार्फत ल्याएर हामी 7 दिनमा के गर्न सक्छौँ, 10 दिनमा के गर्न सक्छौँ, 20 दिनमा के गर्न सक्छौँ, 1 महिनामा के गर्न सक्छौँ, छोटो अवधिमा तत्काल निर्णय गरेर हामीले गर्न सकिने सम्भावना भएका क्षेत्रलाई र जहाँ जहाँ रुकावट छन्, जहाँ जहाँ बाधा छन्, जहाँ जहाँ ऐन कानुनको कारणले विकास गर्न छेकिएको छ, लगानी गर्न छेकिएको छ, अपार स्रोत साधनमा आउने सम्भावनालाई विविध उल्लेख गरेर रोकियो कि सबैले सिर्ने समग्र उद्देश्यसहित हामीले अध्यादेशहरू जारी गरेका छौँ। सामग्री सैद्धान्तिक रूपमा अधिकांश विधेयकहरू ऐनहरू संसदबाट ल्याउने परम्परा छ। कुनै दुविधा छैन, तथापि कतिपय कामहरू छिटो गतिमा ठुलो
उन्नतिका लागि ल्याउने क्रममा हामी लिएका छौँ। त्यसैले यी अहिले ल्याएका कानुनहरूलाई हामी 60 दिनभित्रै संसदबाट प्रस्ताव विधेयकहरू पेश हुन्छ। 60 दिनभित्र यो संसदले कानुन पास गर्छ। यसले एउटा बाटो के गर्छ भने सुसीमित छ, 60 दिन त पास गर्नै पर्छ। त्यसलाई 6 महिना वर्ष दिन लगाएर लामो छलफल गर्ने हुन्छ। त्यस कारणले हामी यो बाटो रोलिन्छ। संसदप्रतिको भरोसा विश्वास नेपाली काङ्ग्रेसभन्दा तुलनात्मक ठुलो कसको प्रश्न उठेका छ। मैले त्यस कारण कुरा जोडेको आफ्नो सैद्धान्तिक विश्वास संसदीय पद्धतिप्रति, यो संविधानप्रति, संविधानको निरन्तरको नेतृत्व, शासनदेखि आजसम्म सबै पहिलो नेतृत्व गरेको पार्टी कुनै पनि विधि र प्रक्रिया संविधानका विषयभन्दा सुस्तरले जान चाहन्छ। त्यही भित्र रहेर हामी कुराहरू गरेका छौँ र यो दिशामा हामी अरू ऐन कानुन व्यापक संशोधन गर्ने सरकारमा तयारी छौँ। त्यसैले निजी क्षेत्रले जनतालाई केन्द्रमा राखेर, मुलुकको उन्नति प्रगति समुन्नतिलाई केन्द्रमा राखेर, यो राष्ट्रलाई केन्द्रमा राखेर गर्ने लगानी र विस्तार गर्ने व्यवसायका लागि हामी कहीँ पनि नकारात्मक कुराकानी सोच्दैछौँ। त्यसैले अलिअलि कति आउने कानुनहरूमा कसै छलफल गर्न, कति संशोधन गर्ने छ, त्यहाँ पनि प्रवेश गर्नु। त्यसैले मैले यो विषयमा उठेका कारणले भने ढुक्क हुनुहोस्, भरोसा गर्नुहोस्। हामी यो देश बनाउनको लागि अगाडि बढेका हातहरूलाई कुनै पनि बहानामा रोक्न पुग्छ। नेपाली काङ्ग्रेस यसप्रति पूर्ण रूपमा प्रतिबद्ध छ, सङ्कल्प जहाँसम्म आजको विषय मूल विषय छ सङ्घीय विद्यालय शिक्षा ऐन। त्यो ऐनको सन्दर्भमा म कतिपय अध्यक्षजीहरू, महासङ्घका अध्यक्षजीहरू, कतिपय अनुहारहरू, प्याप्सन, एनप्याप्सन, अभिभावक सङ्घ, विभिन्न सङ्घ संस्था सबैसँग यो ऐन निर्माणको क्रममा आफू प्रत्यक्ष रूपमा संलग्न भएको कारणले ती दिनहरू, ती घटनाहरू याद आउँछ। म त त्यस सरकार भएको त सबभन्दा बढी चर्चित भाइरल पनि मलाई बनाइएको मलाई याद छ। कतिपय शिक्षक नेताहरूले अन्यानो भनौँ कि नबुझेर भनौँ कि अपव्याख्या गर्दै कतिपय कुराको तार पनि भयो। तर मैले त्यसलाई अत्यन्त आनन्दसँग ती समीक्षा गर्ने, किन भन्दा बुझिएको कुरा एउटा थियो, गर्न बुझेको कुरा एउटा थियो, अर्को बुझाइ गर्दा सामाजिक सञ्जाल रहियो, त्यसले मलाई गर्छ। र यहाँ प्रसङ्ग आएको कारणले भन्दै जान्छौँ, संसदमा विधेयक पेश गरिएका थियो। संसदमा विधेयक पेश गर्नको लागि क्याबिनेटले पास गर्यो। त्यसपछि प्याप्सन, महासङ्घ सबै जराको पास गर्नु कुरा बाहिर आउनु बित्तिकै तपाईँहरूको जराको एकदमै उठ्यो, सडकमा पुगिसकेका अवस्था थिए। त्यसमा अब यहाँ अब त्यसरी बोल्दा हामी सडकमा गइसकेको आन्दोलन गइसक्यो भने उहाँ अलिकति यथार्थ कुरा तपाईँलाई राखिदिएको सम्भव हुन्छ। त्यो कुरा आउने बित्तिकै तत्कालीन प्रधानमन्त्री नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीले साबित भन्नुभयो कि कतिपय कुरा हामीले थाहै पाएन, क्याबिनेटमा पास गरिदियो, शिक्षाले कतिपय कुरा टिकिँदैछ, यसलाई हामी फेरि रोक्छौँ र फेरि सुधार लिएर जान्छौँ भनेर बोल्नुभयो। भने बाहिर त्यो पनि एउटा छलफल गरे। त्यसपछि सरकारको तर्फबाट सम्मानित तत्कालीन प्रधानमन्त्रीले मेरो नेतृत्वमा टिम बनायो। शिक्षा विधेयक विषय दुईवटा सङ्घीय ऐन, एउटा सङ्घीय निजामती ऐन र एउटा विद्यालय शिक्षा सङ्घीय ऐन। त्यसपछि मलाई याद छ बनाउनु बित्तिकै आन्दोलनको तयारी हुनु महासङ्घ सँगसँगै आन्दोलन तयारी हुन्थ्यो। तत्कालै मैले त्यति बेला पार्टीको तर्फबाट नेतृत्व गर्दै रक्षा मन्त्री प्रधानमन्त्री थिएँ। रक्षा मन्त्रालयले तत्काल मैले तपाईँहरूलाई आह्वान गरेँ, पहिला तपाईँलाई आउनु अलिकति अप्ठ्यारो मान्नुभयो, तर पनि आउने वातावरण बन्यो। र पहिलो बैठक मलाई याद छ, पहिलो बैठक पनि मैले प्रयोग गरेको शब्द भन्छु। मैले त्यो बेला आजको मुलुकको अर्थतन्त्रले भ्याउने र संविधानले अनुमति दिने सबै कुराको माग कुरा हुन्छ। तपाईँ सडक जानु पर्दैन, आन्दोलन गर्नु पर्दैन, यो शब्दबाट वार्ता प्राप्त गर्यो। हामी लामो सम्वाद गऱ्यौँ, व्यापक काम गर्दै गयौँ। कर्मचारीहरूको नेतृत्व टिम बनायौँ, तपाईँहरूको टिम पनि गर्दै गयौँ, वार्ता कमिटीहरू पनि बन्दै गए। त्यसपछि एउटा आकार लिएर सहमतिमा हामीले शिक्षा यसरी लिएर जाने भनेर हामीले चाहिँ सहमति गऱ्यौँ।
त्यो सहमतिपछि केही त्योसँग हाम्रा माग पुरा भएन भन्ने विभिन्न प्रकृतिको छ, 9, 10, 11, 12, 14 कति प्रकृतिको शिक्षकहरूको समूह पनि विभिन्न खालको छ। ठ्याक्कै एकसँगै 10-12 समूह पनि छ। त्यसमध्ये सहमतिमा बस्नुभयो, तर केही कुरामा हाम्रो कुरा विदेशमा जानुभयो, फेरि उहाँले छुट्टै हाल्नु सुरु गर्यो। कतिपय सन्दर्भमा सहमतिमा बस्नुभएका गुरुहरूप्रति अपमानको अवस्था नि भयो, त्यो मलाई याद छ। तथापि नेपालको इतिहासमा शिक्षकहरूको सबैभन्दा भौतिक सङ्ख्याको उपस्थितिसँग ठुलो आन्दोलन भयो, प्रारम्भ भयो। त्यति बेला संयोगले तत्कालीन प्रधानमन्त्री कुशलदास प्रचण्डजी विदेश यात्रामा जानुभयो, म कार्यक्रम प्रधानमन्त्री थिएँ। ठ्याक्क प्रधानमन्त्री जाने आन्दोलन सुरु भयो, म कार्यक्रम प्रधानमन्त्री त्यो संयोग भयो। त्यसपछि हामीले तुरुन्तै तत्कालीन प्रधानमन्त्री गृहमन्त्री नारायण श्रेष्ठको नेतृत्वमा वातावरण बनायो। पहिला केही कुराहरू अनुसार कुराहरू भए केही दिन भने त्यसपछि हामीले कमिटी बनायो। त्यो कमिटी मार्फत सहमति भयो पहिलो चरण। अर्को चरण फेरि आन्दोलन फेरि गरे। त्यसरी गएर लगभग विभिन्न शिक्षाको प्रकृतिसँग जोडिएका सङ्घ संगठन समूह संस्था सबैको सहभागितामा लगभग सर्वसम्मतिले त्यति बेला विद्यालय शिक्षा ऐनको अन्तिम रूप भयो। त्यो विद्यालय शिक्षा ऐन त्यसपछि सम्पूर्ण दर्ता भयो। यो सन्दर्भमा शिक्षकहरूको मर्यादा, शिक्षकहरूको पेसाको हकी सबै सामुदायिक विद्यालयहरू, प्राइभेट विद्यालयहरू लगायत जोडिएका सबै त्यो उठाएका विषयहरूलाई हामीले सम्बोधन गर्ने धेरै हदसम्मको प्रयत्न भए। चाहे विशेष श्रेणीको कुरा उठ्यो, मलाई याद छ विशेष श्रेणी प्रवेशै गरेका थिएन। कम्ती यतिबाट त प्रवेश गराउँ भनेर प्रदेशबाट कम्तीलाई एकवटा प्रतिनिधित्व गरौँ भन्ने कुरामा विचार गऱ्यौँ हामी। यसरी त्यो कुरालाई यहाँ प्रवेश गराइयो। त्यसैले तपाईँहरूको चाहिँ पेन्सनको कुरा, स्थायीको कुरा, पटकै उमेर जान थालेकाहरूले चाहिँ के भन्दा एकपल्ट परीक्षा दिएर फेरि चाहिँ थाहै हुने कुरो कस्तो छ भन्ने कुरा कहिले पनि यो एकपल्टमा भन्ने हुँदो रहेछ। मलाई याद छ शिक्षकहरूको आन्दोलनबाट हामी पार्टीका नेता गोपालमान श्रेष्ठ पूर्व सभापति शिक्षा मन्त्री हुनुहुन्थ्यो। उहाँकै पालामा अन्तिम पटकलाई एकचोटि सबैले परीक्षा दिन्थ्यौँ, पास गरेका लागि यसो गरौँ, फेल गरेर यसो गरौँ, प्याकेज गरेर अन्तिम पटक गरेर त्यति बेला हामीले सम्झौता गरे। त्यो सबै लागु हो। त्यसपछि फेरि हामी अहिले 80 सालमा आएर फेरि अन्तिम पटक गरेर त्यो कुरामा पनि छलफल क्रममा अर्को अन्तिम पटकको लागि छलफलको बाधा हो। त्यहाँ पनि हामी एउटा बाटोमा गएका छौँ समुदायमा। र मूलत मैले तपाईँलाई आज भन्नु के चाहन्छु भने सबै सरहरूलाई, सबै सङ्गठनमा काम गर्नुभएका, सङ्घमा काम गर्नुभएका, महासभामा काम गरिरहेका सबैलाई ऐन संसदको समितिमा छलफलमा छ। तपाईँ सबैलाई थाहा छ, व्यापक रूपमा चलिरहेको छ। ट्रेड युनियनसँग जोडिएका विषयहरू त्यहाँ नयाँ तरिकाले छलफलको विषय बनेको छ। त्यो पनि सुन्नुभएको छ। चाहे सङ्घीय सेवा ऐन होस्, चाहे विद्यालय शिक्षा ऐन होस्, त्यसमा जोडिएका ट्रेड युनियनका विषयहरू पनि त्यहाँ समितिहरूमा विभिन्न तरिकाका कुराहरू दिइरहेको छन्। मैले सबै विभिन्न कोणबाट सब बुझाइरहनु भएको छ। र मेरो तपाईँसँग अनुरोध के छ भन्दा यो 100% एकैचोटि हामी उनीहरूको भन्यौँ भने हामी गर्नुपर्छ। मैले यो निजामती सेवासँग जोडिएका ट्रेड युनियन नेताहरूको भेटेर यो विषय भनिसकेँ। तपाईँहरूको मेरो अनुरोध छ, म्याक्सिमम कुरा प्रवेश गराएर त्यो माध्यमिक विद्यालय शिक्षा ऐन पास गरौँ, नियमित लागू गरौँ। जे कुरा अलिअलि मिल्न छुटेका छन् ती कुरालाई फेरि अलिकति संशोधन गरिरहौँ। त्यसो गऱ्यौँ भने हामी परिणाम प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्न सक्छौँ। मेरो आफ्नो अनुभव, लामो सत्तामा बसेको अनुभव,
संसदमा बसेको अनुभव, पार्टीको जिम्मेदारी बसेको अनुभवका आधारमा तपाईँलाई अनुरोध गर्दैछु 100% एकैचोटि चुनावबाट गयो भने त्यो ऐन बन्न ढिला हुन्छ। त्यसै पनि ढिला भइसकेका छ। पहिला पनि ऐन अगाडि पनि 74 अगाडि पनि तपाईँलाई थाहा छ। 72 चुनावपछि छ त्यति बेला पनि शिक्षा ऐन गयो विद्यालयसँग गयो अनि ती सबै रोकेर फेरि रिटायर नयाँ तरिका जानु पर्यो। यो विषयमा मेरो चाहिँ आफ्नो व्यक्तिगत सुझाव पनि पार्टीको अनुरोध पनि हो। हामीले म्याक्सिमम प्रयत्न गरेर चाँडोभन्दा चाँडो गरेर पास गर्यौँ। त्यो ऐनमा भएका व्यवस्थाहरू त्यो सहमति समझदारी त्यहाँ सबै कायम रहेका छन्। ती हामीले पास गर्यौँ भने शिक्षकहरूले उठाएका कम्तीमा पनि 85-90% मागेको हुन्छ। ऐन बन्दोबस्त गरेर ऐन बाँकी रहेका 10-15% त्यो ऐन लागू हुन्छ, कार्यान्वयन जान्छ। अनि फेरि तपाईँहरू सरकारसँग वार्ता पनि छलफल गरे अनि बाँकी कुराहरू गराएको लागि त्यो ऐन लागू हुँदै जान्छ। फेरि शिक्षा ऐनको अर्को प्रक्रियाबाट अनि हामी त्यसलाई पूर्णता जाने बाटो गयौँ भने हामीले परिणाम चाँडै प्राप्त गर्ने बाटोमा जान्छौँ। यसतर्फ चाहिँ तपाईँहरू ध्यान गम्भीर रूपमा जाओस्। विशेष गरी सङ्घ संगठनका जुन प्रमुखहरू हुनुहुन्छ, पदाधिकारी हुनुहुन्छ, तपाईँहरूले यसको ध्यान दिनुहोस् भन्ने मेरो आग्रह छ। जहाँसम्म हाम्रो पार्टीको तर्फबाट नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट विश्वास गर्न चाहन्छु जे कुरामा हामी तपाईँहरूसँग सम्झौता गऱ्यौँ, जे कुरामा हामी समझदारी गऱ्यौँ त्योबाट नेपाली कङ्ग्रेस कुनै पनि कार्यकर्ता कुनै पनि कारणले तपाईँहरूसँग गरिएको समझदारीलाई दायाँ र बायाँ गर्ने कुरामा नेपाली कङ्ग्रेस जाँदैन। हामी तपाईँहरूको साथ यो कुरामा तपाईँलाई विश्वास छ। पार्टीकै तर्फबाट सधैँ सभापति पूर्व प्रधानमन्त्री सदस्य शेरबहादुर देउवाजी नेतृत्वमा पार्टी केन्द्रीय समितिको तर्फबाट तपाईँलाई विश्वास दिलाउन चाहन्छु। संसदीय दलको तर्फबाट विश्वास दिलाउन चाहन्छु। हामी तपाईँहरूको निरन्तर रूपमा संवाद छलफल सहकार्य गर्दै समस्याको समाधान पनि गर्ने र सँगसँगै शिक्षा क्षेत्रमा देखिएका विसङ्गतिलाई समाधान गर्ने बाटोमा पनि जाने, जसका लागि अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू र सरकारका अङ्गहरू यी सबै संयुक्त रूपमा अगाडि नबढ्ने हो भने हामीले सुविधाले केही असर गर्छ, पेसाको सुनिश्चितताले सम्मानले केही असर गर्छ, तर त्यो पर्याप्त होइन। सबभन्दा अभिभावकहरू शिक्षकहरू बिचको संवादको अभाव, विद्यार्थी अभिभावक शिक्षकको बिचको संवादको अभाव, जुन आजको यो परिवर्तित जमानामा जुन आत्मीयता, जुन सामिप्यता गुरु र चेलाको विद्यार्थी बिचमा, अभिभावकको बिचमा जुन खालको छलफल र संवादको आवश्यकता गुणस्तर वृद्धिका लागि, शिक्षा गुणस्तर बढाउनुको लागि, स्कुलको रिजल्ट बढाउनुको लागि, सङ्ख्या प्रतिशत बढाउनुको लागि त्यो खालको आत्मीयता र अन्तर सम्बन्धको जुन आवश्यकता धेरै कुरामा त्यो महत्त्वपूर्ण कुरा भन्ने मलाई लाग्छ। त्यसमा कमी छ। त्यसमा अभिभावकहरू चुकेका छन्, कति गुरुहरूको पनि, कति केही होला विद्यार्थीहरूको पनि। यो तीन पक्ष नजोडिकन तीन पक्षले आत्मीय भावले सबै कुरा सुधार गर्ने कुरामा, यसलाई चाहिँ गुणस्तर बढाउने कुरामा, अनुशासन कायम गर्ने कुरामा, विद्यार्थीको जीवन चरित्र जीवनशैलीमा एउटा सुसंस्कार, एउटा हाम्रो परम्परा, एउटा हाम्रो इतिहास, संस्कार, संस्कृतिलाई पनि सँगै जोडेर विद्यार्थीहरूलाई प्रगति पथमा बढाउने कुरामा हामीले एकचोटि हामी सबैले ममा भन्दै म बोल्दैछु, म जहाँ जहाँ हाम्रा कमजोरी होस्, जहाँ जहाँ हाम्रा अप्ठ्याराहरू सुधार्ने, मेरा कमजोरी मैले सुधार्नु पर्यो। तपाईँले दिएको सुझाव मैले मानेर मेरा कमजोरी देखाउनु सुधारेँ भनेर सुधारे मानसिकता बनाएर सुधारेँ। त्यसैले हामीले विद्यालय सुधार्ने, विद्यालय सुधार्ने, शिक्षकहरूलाई सेवा र सुविधा दिएर त्यसलाई बढी प्रभावकारी गर्ने, यी सबै कुरामा प्याकेजमा सोच्नुपर्छ लाग्छ। सम्मान, सेवा, सुविधा पनि बढाउने, सँगसँगै विद्यार्थी, अभिभावक, शिक्षकको बिचको पारिवारिक सम्बन्धलाई नियमित र निरन्तर रूपमा विद्यालयका शिक्षक कतिले गर्नुहुन्छ, कतिले गर्नुभएको छ। विद्यार्थी स्कुलबाट गएर घर बिहासै छैन, अभिभावकले चाहिँ के भन्दा पनि घरमा राखेर शिक्षकले कहिलेकाहीँ व्यवस्था गर्छ। त्यो खालको एउटा चाहिँ तपाईँ दिएको गृह कार्य पनि चाहिँ के भन्दा घर बसेर गरिब गरेर अभिभावकले पनि शिक्षकहरूसँग बेला बेलामा चाहिँ मेरो बच्चा यहाँ यसो थाल्यो, मेरो बच्चाको बाहिर यसो आएको त्यो कम्युनिस्ट नगर्ने, यो तातिर हाम्रो अलिकति विस्तृतता जुन हाम्रो एउटा पहिला गुरुकुलको एउटा प्रभाव थियो हाम्रो जुन सभ्यता, हाम्रो संस्कारमा, त्यसको निकै डिरेल भएको चाहिँ म आफूले महसुस गर्छु। त्यसैले मैले यो कुरा पनि अन्तिममा राख्नु यसलाई पनि हामीले सँगै जो हाम्रो वृत्ति विकास,
पेसाको सम्मान, पेसाको सुरक्षा, सँगसँगै अभिभावकहरूले पनि हाम्रो दायित्व र भूमिकाका बारेमा पनि गम्भीर भएर हामीले पुनरावलोकन गर्न सकिन्छ। हामीले विद्यार्थीको आफ्नो बच्चाको अभिभावकत्वको निभाउनु पर्ने भूमिका पुरा गर्न सकेका छैन। शिक्षक र अभिभावकको बिचको संवाद कतिको हुने गरेका छ, त्यो विषय पनि हाम्रो खस्किएको शिक्षाको गुणस्तरलाई बढाउनुको लागि, स्कुलको परीक्षा परिणामलाई वृद्धि गर्नुको लागि यो विषय त्यति महत्त्वपूर्ण छ भन्ने लाग्दछ। यसका लागि राजनीतिक भारतीय संस्थाहरू, शुभेच्छी संस्थाहरूले पनि यसमा चाहिँ एउटा सकारात्मक अभियान अगाडि लिएर जानु जरुरी छ। त्यसका लागि अहिले हाम्रो शिक्षा विभागको उहाँले विभिन्न विषयमा छलफल गर्न अगाडि जानु भएको छ। यहाँ तपाईँहरूले जुन छलफल गर्नु त्यसपछि अहिले त हामी गाडीको हाम्रो परम्परागत ल्याउँदैछौँ, यसरी भलिको छलफल हुनेछ। तपाईँहरूले उठाएका विषयहरू सबै रेकर्ड गर्ने प्रबन्ध गरिएको छ। ती सबै विषयहरू चाहिँ हाम्रो शिक्षा विभाग प्रमुख मार्फत, शिक्षा विभाग मार्फत पार्टीको नेतृत्वलाई, पार्टीको केन्द्रीय समिति, संसदीय दल, संसदीय दल कार्य समिति, यी ठाउँमा तपाईँलाई आज उठाउनु भएका विषयहरू उहाँ मार्फत, शिक्षा विभाग मार्फत हामीले प्राप्त गर्नेछौँ। त्यसको आधारमा हामीले ऐन निर्माणको प्रक्रियामा, नियम निर्माणको प्रक्रियामा त्यहाँ के मिलाउनु पर्ने विषयहरू मिलाउनु बाँकी मिलाउने विषयमा र पछिका लागि पनि धेरै कुराहरू चाहिँ तपाईँहरूले आज छलफलमा सुझाव केन्द्र नेपाली काङ्ग्रेस पार्टीलाई नीति निर्माणमा, शिक्षा नीति निर्माणमा र ऐन कानुन बनाउने कुरा पनि धेरै मद्दत तपाईँहरूको ज्ञानको, तपाईँहरूको अनुभवको आज छलफल विषयबाट हामीलाई त्यो पनि उपलब्ध हुनेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। हाम्रो शिक्षा विभागले शिक्षा नीतिको बहस गर्ने योभन्दा अगाडि विभागले पनि प्रदेशमा सफल गरेर एउटा शिक्षा नीतिको एउटा आकार बनाएको छ। अब हाम्रो महेन्द्र महर्जीको नेतृत्वको शिक्षा विभाग त्यसलाई जोडेर अझ व्यापकको छलफल गरेर एउटा नयाँ नीति निर्माणको प्रक्रिया अगाडि बढ्नु छ। यसमा तपाईँहरूको सबभन्दा ठुलो योगदान, सबभन्दा ठुलो त्यो निर्माणमा तपाईँहरूको ठुलो योगदानको हामी अपेक्षा गर्छौँ र त्यो कुरा पनि तपाईँहरूको अनुरोध म गर्न चाहन्छु। र अन्तमा फेरि पनि शिक्षा विभागलाई म धन्यवाद दिन चाहन्छु। पार्टीको केन्द्रीय समितिको तर्फबाट अहिले संकलनहरू अगाडि बढेका छन्। अर्को कुरो जाँदै जाँदै अब शिक्षा ऐन संसदमा र समितिमा छलफल भइरहेछ। यो बाहिर जिल्ला प्रदेशमा छलफल गरेर त्यो ऐनलाई त्यत्रो ठुलो परिपूर्ण हुन्छ भन्ने मलाई लाग्दैन। अहिले समितिको शिक्षा समिति र संसदको समितिमा भएका मान्य सदस्यहरूसँग भेट्नु पर्यो, कुरा गर्नु पर्यो, कहाँ के चाँडो पास गर्नु पर्यो, यही घुम्नु पर्यो। जति गर्ने हो दबावको कार्यक्रम भन्नुहोस् अथवा संवादको कार्यक्रम भन्नुहोस्, जे गर्ने हो शिक्षा समितिमा हुनुभएका मान्य सदस्यहरू, विभिन्न दलका प्रमुख सचेतकहरू, विभिन्न दलका संसदीय नेताहरू उहाँहरूसँग बसेर छलफल गरेर समय लिएर त्यो ऐनलाई चाँडो पास गरिदिनुको लागि तपाईँहरूको अभियान। त्यसलाई सडकमा जानु परेन। फेरि सडकमा त्यति बेला ऐतिहासिक आन्दोलनको टुङ्गो पनि 4-5 दिनै लाग्यो। लामो सडक, धेरै लामो सडक पनि भन्नु पर्यो। आन्दोलन सरको समाधान पनि सरको पर्यो। त्यसैले अब यो ऐनलाई चाँडो ल्याउनुको लागि तपाईँहरूको सम्पूर्ण साङ्गठनिक शक्ति जुन छ त्यसलाई त्यहाँ प्रयोग गर्नु, विभिन्न दलका शिक्षकहरूलाई भेट्नुहोस्, प्रमुखहरूलाई भेट्नुहोस्, मान्यहरूलाई भन्नुहोस्। काम र कर्तव्य हाम्रो संसदको त कर्तव्य नै हो, तर पनि कोही हामी अगुवानी जस्तो लाग्यो तपाईँलाई भने राजनीतिभन्दा बाहिर अहिले यो विषय बहस राखेर कुनै परिणाममा बदल गर्नु। यही संसदको समितिको बहसलाई चाँडो सताएर चाँडो मान्यहरूलाई रियाक्सन गरेर चाँडो कुनै बाटोमा लिएर जाउँ। त्यसका लागि नेपाली काङ्ग्रेसका मान्य संसदीय दल, हाम्रो पार्टी, त्यसमा हामी पूर्ण रूपमा साथमा छौँ। त्यो अनुसार हामी अगाडि बढ्ने प्रतिबद्धतासहित हाम्रो मुलुकको समुन्नति, मुलुकको उन्नति, नेपाली जनताको सम्मानका लागि हामीले धेरै काम गर्न बाँकी छ। त्यसमा तपाईँहरूको ज्ञान, तपाईँहरूको सिप, तपाईँहरूको अनुभव हाम्रा लागि धेरै ठुलो पार्टी निर्माण, पार्टीलाई सुधार गर्ने गतिमा, मुलुकको नीति निर्माणको गतिमा, अहिलेको परिवर्तित सन्दर्भमा हामी सबै कुरा जान्ने म मान्दिनँ। हामी प्रति पात्र हौँ, यहीँबाट जान्ने तपाईँहरू बढी हुनुहुन्छ, बढी ज्ञानी तपाईँहरू हुनुहुन्छ। तपाईँहरूको ज्ञान र सिप हामीले प्राप्त गर्न सक्यौँ भने अनि मात्र हामीले हामीको यो ठाउँमा राम्रो परिणाम, राम्रो ऐन, राम्रो कानुन, राम्रो नीति निर्माण गरेर समग्र देशको जनताको प्रगति उन्नतिको लागि योगदान ल्याउन सक्छौँ। त्यो सहयोग
त्यो अपेक्षा तपाईँहरूबाट फोन मार्फत भेट्दा कुनै बेला तपाईँहरूबाट प्राप्त होस् र हामीले काम गर्दा तपाईँहरू लाग्ने यहाँनिर गल्ती गरे यहाँनिर पूर्वखण्डका पार्टी उपसभापति गुरुको चाहिँ कार्य प्रधान छ भइसकेका मान्छे मान्ने पनि हुनुहुन्छ तर यो गल्ती गर्दै गल्तीबाट जाँदै हुनु भनेर लाग्यो भने पुरेर नबस्नु तत्काल पूर्वखण्डजी तपाईँ ल्याएर बिग्रिन थालेर चाहिँ तपाईँ बिग्रिनु मात्रै होइन अरू पनि क्षति हुँदैछ त्यसरी त्यहाँबाट अलिकति सचिनुहोस् भनेर जुन सरहरूले जुन गुरुहरूले जुन साथीहरूले हाम्रा गलत ठाउँ परेका पाइला पछाडिबाट त्यसले थाहा पाउँछ हिन्दीले थाहा पाउनु मैले पाइला काटेँ मेरो पाइला गएर पछाडिबाट हेर्छ उसलाई थाहा हुन्छ यो गलत ठाउँमा टेकेको छ बाग्नुमा टेकेको छ यसले गलत ठाउँ पाइला हाल्यो गलत कुरा बोल्यो गलत कुरा लेख्यो भन्ने कुरा गुरुहरूलाई पनि जानकारी हुन्छ ज्ञान हुन्छ र विशेष गरी समाजलाई सृजनशील बनाउने कुरामा समाजलाई गुणकारी बनाउने कुरामा जनताप्रति समर्पित देशप्रति समर्पित हुने कुरामा तपाईँहरू बुझ्ने पनि कुरा लाग्छ त्यस्ता गल्ती कमी पनि हामीबाट हुन थाल्यो भने समयमै सचेत गराइदिने जिम्मा समेत दिँदै र जसले सचेत गराउँछ आजको जमानामा जसले गल्ती देखाइदिन्छ सबैभन्दा नजिकको मित्र त्यही व्यक्ति हुन्छ भन्ने विश्वास सहित म तपाईँलाई बिदा हुन्छु। धन्यवाद।